हेलो गाइज, स्वागत छ मेरो अर्को भिडियोमा। आज चाहिँ हाम्रो बाछी मर्यो। अस्ति गाई ब्याएको थियो नि त, अनि समयभन्दा अगाडि नै ब्याएको थियो। अनि टुटुल्का थियो त्यसको टाउकोमा। अनि खोइ के भएर अनि 2-3 दिनपछि बिरामी भएको थियो। पुरै थलै परेको थियो। अनि पापाले पुर दिनुभयो बिहान बिहानै। अनि आज चाहिँ म मम्मीलाई त्यो टिकटकमा देखेर जुस के बनाएर खुवाउँछु भनेर दोकान गएको सामान किन्न। अनि त्यहाँ पाइन, एउटा दोकानमा पाइन। अनि अर्को दोकानमा गए, घाममा तातिँदै। अनि त्यहाँ पुगेर अनि त्यो सामानहरू किने। अनि किनेर फेरि फर्केर घरमा आइपुगे। त्यसपछि मैले अघिल्लो दिनै दुधको त्यो जमाइराखेको थिएँ क्या। अनि त्यसपछि मम्मी र मैले बनाएर खायौँ, मिठै भएन। अनि भोलि उता दिदीकोमा जाने भनेर निङ्गुरो खोज्न गयौँ जङ्गल। 2 जना एक्लै गएको, साथीहरू पनि कोही पनि भेटिनौँ क्या। अनि 2 जना गएको, साथीहरू भेटिनौँ भन्नाले छिमेकीहरू पनि जानु भएन, त्यही हो। अनि अलिक अगाडि जाँदा अनि त्यहाँ एउटा हजुरआमा चाहिँ काम गर्नु रहेछ। अनि मम्मीले जङ्गल जाउँ भन्नुभयो। त्यसपछि हजुरआमा जानुभयो। अनि म घर फर्केँ, किनभने घर एक्लै छोडेको थियौँ नि त। अनि पापाले मिठाई ल्याइदिनु भएको रहेछ। अनि मम्मी आइपुग्नु भयो। अनि मम्मी र मैले बसेर खायौँ। त्यसपछि मैले चाहिँ घाँस काट्न गएँ सधैँको जसरी, किनभने भोलि दिदीकोमा जानु छ नि त।